लेट्स गो गाइस। आज चाहिँ दुनोट बनाएको। हाम्रो दुनोट चाहिँ यस्तो फुलिएर पातलै बनाउनु पर्ने छ बेन्जु बहिनी। यो एउटा बाक्लो बनाएको थियो नि त। बाक्लो त धेर फुलिएर दुलै हरायो त अनि। ल हेर्नु दुनोट डङ्किनले नभ्याउने हो नि त दुनोटमा त। हेर्नु त हेर त। वाउ साँच्चै है एउटा मात्र अलिक थोरै लाउनु धेरै भयो कि। यो दुनोट हो। आज हाम्रो दुनोट पाक्दैछ हाम्रो घरमा। दुनोटको डो चाहिँ यहाँ छ। डोको चाहिँ भिडियो बनाउनु भुलेछ। अब हामी पोकको फिट अचार बनाउँदै बेन्जु बहिनीले। म चाहिँ दुनोट सेक्सनमा छु है एकछिनको लागि। यो त दुलै हरायो त दुनोटको। लाइफको फर्स्ट टाइम दुनोट फर्स्ट एक्सपिरियन्स के गर्छु नि बेन्जु बहिनीले नि गाँठे। घरि दुनोट बनाउँछौँ। आगो अलिक सानो पार्नुपर्छ के हो। किनभने यो आगो ठुलो भयो भने चाहिँ त्यो छिटो ब्ल्याक हुन्छ कि कालो छिटो हुन्छ अरे। अनि भित्र नपाक्न सक्छ अरे के। ल यस्तो स्पेसल दुनोट भयो एकदम स्पेसल। ल सेकेन्ड लट फेरि पाक्दैछ है दुनोट। खतरै बनाउने हो कि बेन्जु बहिनी तिमीले। कला चाहिँ मान्नुपर्छ। रात पुग्न गेला है। आगो नि अलिक मिल्न पर्ने छ है। आगो नि अलिक मिल्न पर्ने रहेछ। तातो भएन भने नफुलिँदो रहेछ कि। एउटा फुलिएन। यो चाहिँ स्पेसलै भयो बेन्जु बहिनी। कस्तो भएछ राख्यौ। सानो हुन्छ दुनोट साह्रो। दुईटा फुलेन के भएर। अलिक आगो कम हुँदैन नफुलिँदो रहेछ। अलिअलि नुन चाहिँ बेसी हुँदैन नि। त्यो टी-सर्ट भएर हो कि। अब हातैले घुमाउनु पर्यो त्यो त। अब यसलाई चप्प चिनीमा चोब्नु भने त डङ्की दुनोटको भइहाल्यो नि। हो
कतिले हेरेछ र आजको पोखरा गएको लमजुङको लगभग 160 त्यस्तै त्यतिकै हेरेको धेरै नखराउनु पर्यो अब त यस्तो छ डो बनाउने आँटा त कुड्का कुड्का भएर कतिवटा बनाउने दुईवटा बनाउने हाम्रो दुनोट चाहिँ यस्तो गरेर बनाउने हातमा लगेर लगाइदेऊ ओइटा झन् त सानो हुँदै गयो छोरी मान्छेको हात भनेको छोरी मान्छेको हो यार खोइ यस्तो मान्छे डढ्छ यसलाई मैले टेस्ट नभए मैले चाहिँ हातले बनाउने रहेछ होइन लु तिमीले चाहिँ बनाउने छ हातले स्पेसल भयो दुनोट त स्पेसल दामी भयो यत्रो चाहिँ हुनुपर्छ कि है यो त दुलै पो हरायो त मैले बनाएको एउटा त तिम्रो ढङ्गमा देखेकै हो पिज्जा बनाउन बेन्जो बहिनी पिज्जामा के पो हाल्नुपर्छ चिज होइन पिज्जा जे बनाए नि भयो चिज मात्रै के चिजमा अनि त्यसलाई अब टपिङमा तपाईँ जे राखे पनि हुन्छ कि टपिङमा अब मसरुम राख्ने कि चिकन राख्ने कि एक्स्ट्रा चिज एक्स्ट्रा अनि अब म बनाउँछु है अब यो तेल त खालिदिने होला होइन त्यो तेल तेललाई त अलिक उयो गर्नुपर्छ होला सेलाएर उयो सिधै उयो लगाइदिनुपर्छ होला गाडीमा भरे बन्द भयो भने त्यो पहिला हुने होइन ल लास्ट दुनोट अब होइन एक दिन म बनाउँछु के दुनो खोइ भर्नु यो सिसो मलाई खास मन पर्दैन मैले